यो एक्लो यात्राको कथा कसैको हात नथामिएको, कसैको आवाज नबोलिएको, मनभित्र मात्र गुन्जिएको निर्भरता र आफ्नै सासको सुर। पहिलो कदम नै गाह्रो थियो, किनकि त्यति बेला साथीहरूको चहल पहल धेरै टाढाबाट हराउँदै थियो। एक्लै बोकिएको भारी कसैलाई देखिँदैन, तर काँधमा त्यो वजन आकाशभन्दा गह्रो लाग्छ कहिलेकाहीँ। रातको बाटो अझै लामा हुन्छ, बत्तीहरू टाढा टाढा टल्किन्छन्, बीचबीचमा छायाहरू आफ्नै परछाया झैँ डर लाग्छन्। तर एक्लो यात्रा भनेको डर जित्नु पाठ पनि हो। मनले भन्छ तिमी नै आफ्नो सहारा हौ। कहिले मनले आफ्नै नाम बोलाउँछ, कहिले आँखा आफैसँग रोइदिन्छ। तर आँसु पुछिदिने कोही नहुँदा आफूले नै आफैलाई सम्हाल्न सिकिन्छ। यही सत्यले मनलाई बलियो बनाइदिन्छ। एक्लो यात्रामा कसैलाई दोष दिनु पर्दैन, कसैबाट अपेक्षा राख्नु पर्दैन। नतिजामा सुख पनि आफ्नो, दुःख पनि आफ्नो। यो स्वतन्त्रता नै मनको शान्ति जस्तो अनुभूति। यात्रामा कयौँ शब्दहरू अल्झिएर बस्छन्, कयौँ यादहरू हृदयमा टाँसिरहन्छन्। तर बिस्तारै बुझिन्छ सबैजना सबैसँग हिँड्न जन्मिँदैन। कसैले एक्लै हिँडेर जीवनको अर्थ भेट्नुपर्छ। एक्लो यात्रा कठिन छ, तर यही यात्रामा आफैसँग चिन्जान हुन्छ। कसरी रोइन्छ, कसरी उठिन्छ, कसरी घाउ भरिन्छ, कसरी फेरि हाँस्न सकिन्छ। अनि अन्त्यमा बुझिन्छ भिडले भरिएका यात्राभन्दा यो एक्लो यात्रा नै सबैभन्दा गहिरो, सबैभन्दा सच्चो, सबैभन्दा परिवर्तन ल्याउने राहदानी हो। त्यसैले म अझै पनि हिँडिरहेछु। न त भिडको आवाज छ, न त कसैको साथ, तर यो एक्लो यात्रामा आफ्नो मनको उज्यालो लिएर बिस्तारै शान्तसँग अगाडि बढिरहेछु।